मधेस वाणी कार्यक्रममा आज हामीसँग हुनुहुन्छ जनता प्रगतिशील पार्टी नेपालका केन्द्रीय अध्यक्ष हृदय त्रिपाठी। उहाँ हालै 7 मधेस केन्द्रित दलहरूले घोषणा गरेको संघीय लोकतान्त्रिक मोर्चाका सूत्रधार पनि हुनुहुन्छ। सर्वप्रथम कार्यक्रममा स्वागत गर्छु। स्वागत छ कार्यक्रममा। धन्यवाद। जस्तै तपाईँले 7 वटा तराई मधेस केन्द्रित दलहरू एक ठाउँमा ल्याउनु भयो। खास गरी यो एउटा संघीय लोकतान्त्रिक मोर्चा भनेर घोषणा गर्नुभएको छ। मोर्चाबन्दी खास गरी निर्वाचनमा जानु पर्दा अथवा कुनै आन्दोलन गर्दा अहिलेसम्म तपाईँहरूले गर्दै आउनु भएको थियो, विगतमा पनि भएको थियो संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा। अहिलेको उद्देश्य के हो खास गरी? सर्वप्रथम म के भन्न चाहन्छु भने यो हामीले सुरुवात गरे मात्रै हो। सबैको प्रयासले गर्दा हामी एउटा मोर्चा गठन गर्न सफल भएका छौँ। यसमा सबै नेताहरूको, पार्टीका अग्रज सबै नेताहरूको योगदान छ। रामसुवलजी, म एक दुईवटा अलिकति यसलाई अलिकति महत्त्वपूर्ण विषयहरू उठाउन गइरहेको छु। अहिलेको मधेसको अवस्था के छ भने, जब हामीले मधेसका राजनीति सुरु गरेका थियौँ त्यसबेला मधेस मेचीदेखि महाकालीसम्म, झापादेखि कञ्चनपुरसम्म एक थियो समग्र मधेस। त्यसको भावनात्मक रूपले मात्र होइन, भौगोलिक रूपले पनि जोडिएको थियो। आज त्यो अवस्था छैन। विशेष गरी यो संविधान जारी भइसकेपछि मधेस 4-5 वटा टुक्रामा विभाजित भएको छ। र देशमा पनि के छ भने, अब जो मधेस आफूलाई भन्छन् या देशले पनि जसलाई मान्छ त्यो हो मधेस प्रदेश। जम्मा 8 जिल्ला मात्रै छन्। त्यसकारण यो जुन मधेसको भूगोल मात्रै खण्डित भएको होइन, मधेसको भावना पनि खण्डित भएको छ। दोस्रो एउटा समस्या के भने, त्यस बेलासम्म पहिले कञ्चनपुरदेखि झापासम्मका आम मधेसीहरू जो विभिन्न भनौँ न थारू मधेसी सबै छन्, उहाँहरूमा एउटा एकताको भावना थियो। हामी गर्व गर्थे हामी मधेसी हौँ भनेर। किनभने त्यसको कारण के थियो भने, भेदभाव, जुन संस्थागत भेदभाव थियो सबैसँग समान थियो, बराबर भेदभाव थियो। सबै भेदभावका शिकार थिए, एउटै भेदभावका शिकार थिए। भेदभावमा चाहिँ त्यहाँ भेदभाव थिएन, सबैसँग समान रूपले भेदभाव गरिन्थ्यो। अहिले मधेसको अवस्था अलग छ। भूगोल विभाजित छ, समाज पनि विभाजित छ। समाज जात जातमा विभाजित हो। मधेसी समुदाय, थारू समुदाय, त्यसमा मुस्लिम, दलित, पिछडा वर्ग लगायतका जुन कुराहरू आए अहिले, यसले गर्दाखेरि मधेसको जुन हिजो हामीले कल्पना गरेर देखेको, अभ्यास गरेको तराई मधेस अहिले छैन। त्यसकारण यो सामान्य चुनावको लागि यो गरिएको होइन। यसमा चाहिँ भ्रम नबसौँ। र अहिलेको संघीय लोकतान्त्रिक मोर्चाको पहिलो चुनौती नम्बर 1 के छ भने, यसको समग्र तराई मधेसमा बस्ने जो हिजो थियो त्यस्तै एउटा भावनात्मक रूपले सबलाई एउटै भावना एक सूत्रमा बाँध्ने कसरी, त्यो सबभन्दा ठुलो चुनौती हो। भूगोलले पनि बाँड्यो, सामाजिक रूपले पनि बाँडिएछन्। यो दुईटै चुनौती पार गर्न धेरै ठुलो त्याग, कठिनाई र सङ्घर्षको आवश्यकता पर्छ। यसमा चाहिँ संघीय लोकतान्त्रिक मोर्चा सफल हुनै पर्छ। अन्यथा 2-4 थान संसद सदस्य, प्रदेशको सरकारमा मात्रै सीमित रहने भने त अहिले पनि त छँदैछ नि। यदि त्यो त्यतिमा मात्रै सीमित रह्यो भने यो मोर्चा गठनको कुनै खास औचित्य देखा पर्दैन। त्यसकारणले यो चुनौतीपूर्ण काम छ। र हामीले सोच्दाखेरि यो चुनौतीलाई कसरी, विशेष गरी म अहिले वर्तमान कथित मधेस प्रदेशभन्दा म अलग भएको क्षेत्रको म प्रतिनिधि हुँ। या भनौँ लुम्बिनी प्रदेश अहिलेको हाम्रो प्रदेश हो। हाम्रो जिल्ला लुम्बिनी प्रदेशमा पर्छ। हिजो मधेसको अविभाज्य अङ्ग थियो, अहिले विखण्डित छ। भावनात्मक रूपले पनि कसरी यसलाई एक ठाउँमा ल्याउने, यो मोर्चाको सबभन्दा ठुलो चुनौती। र यो मोर्चामा रहेका पार्टीका अध्यक्षहरूको लागि अग्नि परीक्षा भनेको यही हो। हजुर, यो अग्नि परीक्षामा उत्तीर्ण भयो भने मोर्चा सफल हो। अन्यथा यो तफसिलका खुद्रा काममा लाग्यो भने मोर्चा चाहिँ को जुन उद्देश्य त्यो पुर्याउँदैन। हजुर, तर यो मोर्चा घोषणा खास गरी जुन किसिमले दुई ठुला दल, प्रमुख दलहरूको सरकारले
संविधान संशोधनका कुरा उठायो र त्यसमा पनि खास गरी यो थ्रेसहोल्डको कुरा गर्यो। त्यसबाट तपाईँहरू डराएर भयभीत भएर एक हुनुभयो, एउटा मोर्चा बनाउनु भयो भन्ने सन्देश भएको छ। एउटा गलत सोचाइ हो, किनभने हामीले विगत 1.5 वर्षदेखि यसको लागि प्रयास गरिरहेका हौँ र त्यसबेला हामीले नै अगाडि के सारेका थियौँ भने, हाम्रै पार्टीले के सारेको थियो भने लुज एलायन्स, केही विषयमा हामी सहकार्य गर्नेछौँ भनेर जति सहमत हुन्छन् ती पार्टीहरूको एउटा नरम एलायन्स, नरम गठबन्धन बनाऊ, जसले गर्दा हामीले सुरुवात कहाँ गऱ्यौँ भने तराई मधेस लोकतान्त्रिक पार्टी र जनता प्रगतिशील पार्टी नेपालको बिचमा पहिलो सहमति भयो। त्यसको केही समयपछि जनमत पार्टी पनि त्यो लुज एलायन्समा उसँग पनि सहमति भयो र 3टा दलको हाम्रो चाहिँ एउटा लुज एलायन्स निर्माण भइसकेको थियो। त्यसबेला यी थ्रेसहोल्ड अथवा यो सरकार अथवा यो गठबन्धन थिएन। त्यसबेला प्रचण्डजी नै सरकारमा हुनुहुन्थ्यो। सुरुवात हामीले गर्दा प्रचण्डजी पहिले काङ्ग्रेसको सहयोगमा सरकारमा हुनुहुन्थ्यो, त्यही बिचमै उहाँ चाहिँ फेरि एमालेको समर्थनमा पनि प्रधानमन्त्री हुनुहुन्थ्यो। भनेपछि काङ्ग्रेस र माओवादीको सरकार थियो पहिले, त्यसपछि एमाले र माओवादीको सरकार बन्यो। यो सरकार जुन अहिले देखा परेको छ गठबन्धन, यो त धेरै पछिको कुरो हो। हामीले त्यही बेलामा नै यो सोचेर नै अगाडि बढेका थियौँ। त्यसबेला यी थ्रेसहोल्ड यी सबै कुराहरू आएकै थिएनन्, यी दुईटा पार्टी मिलेकै थिएनन्, यिनले आफ्नो एजेन्डा सारेकै थिएनन्। त्यसकारण हामीले जुन मैले सुरुमै भने, जुन चुनौती मैले सुरुमै भन्दैछु, मधेस तराई मधेस विखण्डित छ, भौगोलिक रूपले सामाजिक रूपले छतविछत भएको छ। यसलाई एकजुट कसरी एकाकार गराउने, एकताबद्ध गराउने, यो चुनौती सामना गर्नको लागि नै हामीले सुरुवात गरेका हौँ। र अहिले आएर चाहिँ अब एउटा यो कालखण्डमा हुँदा एउटा नयाँ सरकार छ, नयाँ गठबन्धन छ, त्यही बिचमा उहाँहरूले पनि एउटा नयाँ प्रस्ताव ल्याउनु भयो, या संविधान संशोधनको कुरा पनि उठाउनु भयो, निर्वाचन सम्बन्धी ऐनहरू पनि मस्यौदाका क्रममा भए। अनि मान्छेलाई के पर्यो भने यिनीहरू चाहिँ आफ्नोलाई बचाउन त्यो 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 ठुलो कुरो होइन। अर्को कुरो म अलिकति प्रष्टै ढङ्गले के भनौँ भने, यही अवस्थामा वर्तमान राजनीतिक अवस्थामा यदि 84 को चुनाव भयो भने पनि धेरै तात्विक असर पर्दैन। पात्रहरू बदलिन्छन्, पार्टीको सङ्ख्या तलमाथि होला, तर यो जति घटनाहरू घटिरहेका छन् या जति क्रियाकलाप भइरहेको छ करिब करिब उस्तै हुन्छ। अर्थात् यसले पनि समाधान दिँदैन हो। त्यो अहिले चाहिँ चक्रव्यूहमा या यो भूमरीमा चाहिँ अहिले देश फँसेको अवस्था छ। यसैले हामी कायम गर्दै जाने हो। अहिलेकै अवस्था यथास्थितिलाई अगाडि बढाउने पनि यसले समाधान दिनेवाला छैन। अर्को समाधानको बाटो अहिले आइसकेको छैन। अब केही विकल्प दिने भनेर जुन अहिले जो शक्तिहरू पार्टीहरू आइरहेका छन्, तिनले प्रतिक्रियामा आफ्नो प्रतिक्रिया मात्र दिइरहेका छन्, क्रियामा पनि होइन, प्रतिक्रियाको प्रतिक्रिया मात्र दिइरहेका छन्। अहिले जनतामा जुन असन्तुष्टि छ त्यसको लाभ उठाएर तिनीहरू आफ्नो चाहिँ खेतीपाती राजनीतिक खेतीपाती गरिरहेका छन्। तिनले भन्न सक्नु पर्यो नेपालको अहिलेको जटिल अर्थतन्त्रलाई समाधान गर्ने उहाँहरूसँग के बाटो छ। अहिले भएका सामाजिक जुन समस्याहरू छन् त्यसलाई समाधान गर्ने के बाटो छ। उहाँहरूको चाहिँ वैदेशिक नीति के हो, उहाँहरूको चाहिँ सामाजिक आर्थिक नीति के हो, उहाँहरू शासकीय स्वरूपलाई उहाँहरू कस्तो शासकीय स्वरूप खोज्नु भएको छ, अर्थात् संविधानमा उहाँहरूले के परिवर्तन खोज्नु भएको छ। अनि यो सबै नगरिकन एउटा भावनामा बगेर जुन अहिले विकल्प दिन्छु भनेर जो लागेका छन् ती झन् कमजोर, अर्थहीन र विवेकहीन एउटा बाटोमा लग्दैछन् देशलाई। त्यसकारण यो समग्रमा नेपाल अहिले चाहिँ एउटा जटिल मोडमा पुगेको छ र यसले खोजेको विकल्प यदि कसैले दिन चाहन्छ भने वैकल्पिक उसले प्रस्ताव पनि दिनु पर्यो, त्यसले रोड म्याप पनि दिनु पर्यो। उसको विकल्पमा कस्तो नेपाल बन्छ त। अब जस्तै तपाईँले जस्तै भन्नुभयो कि तराई मधेसको भूगोल र भावना चाहिँ अहिले विखण्डित छ, झापादेखि कञ्चनपुरसम्म छ। यसलाई जोड्ने यसको प्रमुख काम भन्नुभयो मोर्चाको, कसरी गर्नुहुन्छ? त्यो त मोर्चा गठन भएको छ, मोर्चाले त्यो कामहरू अगाडि बढाउँछ, मोर्चा गहिराइपूर्वक छलफल गर्छ। यो सही हो कि मोर्चामा अधिकांश नेताहरू मधेस प्रदेशकै हुनुहुन्छ र उहाँहरूको बिचमा पनि एउटा एक किसिमको प्रतिस्पर्धा मधेस प्रदेशभित्रै छ। उहाँहरू पनि यो यसबाट चाहिँ अलि माथि उठ्नु पर्ला।
अनि समग्र जुन हिजो पनि थियो हामीले राजनीति मधेसको राजनीति सुरु गर्दाखेरि विशेष गरी सद्भावना पार्टी गजेन्द्र बाबु लगायतका अध्यक्षतामा जुन राजनीति सुरु भयो त्यस बेला त मधेस एक थियो भावनात्मक रूपमा। कसरी विखण्डित भयो, के कारणले विखण्डित भयो, किन स्वीकार गरियो, अब यसको बाटो के हो त? त्यसो भए एक ल्याउने बाटो के हो? पार्टीको खालि सङ्गठन भएर हरेक जिल्लामा हाम्रो सङ्गठन छ त्यस कारण एक छँदैछ नि भनेर त्यो भावना अहिले जनतामा जाँदैन। मधेसी जनता त्यसलाई पत्याउने होला छैनन्, अरू अरू प्रदेशका मधेसी जनताहरू। त्यस कारणले यो चुनौती मैले भन्दैछु ठुलो चुनौती हो, यो सामान्य चुनौती होइन। किनभने यो चुनौतीलाई पार यो मोर्चाले गर्नै पर्छ र त्यतातर्फ सोच्नुपर्छ। जस्तै विगतमा अब मधेस केन्द्रित दलहरू एकता हुँदा अथवा मोर्चाबन्दी हुँदा मधेसमा एक किसिमको उत्साह देखिन्थ्यो। यो मोर्चाबन्दीले खासै उत्साह जनतामा देखेको छैन। अब मैले त्यो मापन त गरेको छैन, तर एउटा कुरा के भने मधेसमा पहिले एउटा चरण थियो मोर्चाबन्दीको, त्यसपछि दोस्रो चरणमा आयो एकीकरणको, त्यसपछि चरण आयो विखण्डीकरण र विभाजनको। लामो अवधि चल्यो, एउटै पार्टीबाट विभाजित हुँदा हुँदा कतिपय कति बने अब त्यो सबैलाई थाहै छ। अहिले कम्तीमा पनि हामीले लुज एलायन्सबाट सुरु गरेर एउटा मोर्चासम्म एक कदम अगाडि बढेको अवस्था छ, राजनीतिक रूपले भन्ने, सङ्गठनात्मक रूपले पनि भन्ने भने। अब एकीकरणको अहिले अवस्था मैले देखेको छैन। अब रह्यो के भने जसरी एउटा पुरै नेपालको जनतामा के भाष्य तयार भएको छ भने नेताहरू भ्रष्ट छन्, बेइमान छन्, पार्टीहरू काम लाग्ने भएनन्, डेलिभर गर्न सकेनन्। त्यो जुन भाष्य पुरै देशमा तयार भएको छ, सबै पार्टीहरूप्रति छ, त्यो भाष्य मधेसमा पनि छ। मधेस देशभन्दा त अलग छैन, मधेसी जनता देशको जनताभन्दा त अलग छैनन्, त्यो भाष्य त्यहाँ पनि छ। हो त्यो भाष्यलाई कसरी चाहिँ विश्वासको वातावरणमा फेरि रूपान्तरण गर्ने यो मोर्चाको लागि तेस्रो महत्त्वपूर्ण चुनौती हो। तर कुन बेला यो चुनौती हुन्छ भने के कारणले त्यो भाष्य बिग्रेको छ। यो सही के हो भने देश अहिले भ्रष्टाचारले गर्दा आक्रान्तै भएको, ठुल्ठुला भ्रष्टाचारहरू अहिले उजागरै भएको अवस्था छ र त्यो फेरि लोकतन्त्रमा मात्रै उजागर हुन्छ। यो तानाशाही व्यवस्थामा भ्रष्टाचार चाहिँ लुकेर जान्छ। लोकतन्त्रको यो पनि एउटा सौन्दर्यता के हो भने गलत काम उजागर पनि हुन्छ, भ्रष्टाचार उजागर पनि भएको छ र त्यसको समाधानका बाटोहरू पनि लोकतन्त्रले नै दिन्छ फेरि। त्यसकारण यो भाष्य पनि जुन अहिले बनेको छ, अब उत्साह छ कि छैन मैले मापन गरेको छैन, तर यो हाम्रो कर्तव्य हो। जुन राजनीतिक दलहरूको कर्तव्य के हो भने हामीले जुन मैले दुईटा चुनौती पहिले भने त्यो चुनौतीलाई पार गर्नको लागि हामी एक ठाउँमा आएर सहकार्य गर्छौँ र त्यो अगाडि बढाउनु पर्छ। यसमा जस्तै अन्य दलहरू पनि थिए, जति बेला बाटामा हुनुहुन्थ्यो दलहरूसँग एउटा लुज एलायन्सका लागि अन्य दलहरू जस्तै अशोक राईजीको पार्टी पनि थियो, अन्य जस्तै अरू दलहरू पनि छन्, जस्तै प्रभु शाहको पार्टी पनि थियो, स्वतन्त्र सांसद अमरेश नारायण सिंह पनि कतिपय बैठकमा पनि सहभागी हुनुभयो। यस्ता धेरै पार्टीहरू छन्, ती पार्टीहरू अटाउन नसक्ने यस्तो छ। अब प्रभु शाहजीको उहाँ इमान्दारीपूर्वक के भन्नुभयो भने अझै पनि लुज एलायन्समा हामी सरिक हुन सक्ने अवस्था छैन भनेर उहाँको भनाइ रह्यो र उहाँ सुरुदेखि 8 दलको जब बैठक भयो उहाँहरू भाग लिन सक्नु भएन। माननीय अशोक राईजीको पार्टीले 8 दलको बैठकमा पनि भाग लियो, कार्यदलसम्म पनि उसको भूमिका थियो अनि सबै सँगै हो। तर उहाँको इमान्दारीपूर्वक भनाइ के हो भने मोर्चा लुज एलायन्ससम्म हामी रहन्छौँ, मोर्चाको निर्माणसम्ममा अलिकति पार्टीभित्र व्यापक छलफल गर्नुपर्छ र त्यो छलफल हामी किन लुज एलायन्सको छलफल उहाँहरूले गरिसक्नु भएको रहेछ, त्यसमा चाहिँ उहाँहरू तयार भइसक्नु भएको थियो र तयार भएर त अगाडि बढायो। तर मोर्चामै जाने भन्ने कुरामा उहाँहरू पार्टीभित्र छलफल गर्न बाँकी छ, छलफल हामी गर्छौँ, तर लुज एलायन्समा त हामी रहन्छौँ भन्ने नै उहाँको प्रतिबद्धता हो। यस्तो पनि अहिले बजारमा हल्ला छ अशोक राईको पार्टी त्यसमा नसमेटिनु, खास गरी उपेन्द्रजीको कारणले। गलत कुरा हो, एकदम गलत कुरा हो। उपेन्द्रजी आखिरमा 8 दलमा त उपेन्द्रजी पनि हुनुहुन्थ्यो, अशोक राई पनि हुनुहुन्थ्यो। लुज एलायन्सको जुन चल्दै थियो या कार्यदल बन्यो, वार्ता समिति बने, वार्ता समितिबाट कार्यदल बन्यो, त्यस बेलासम्म त दुइटै सँगै छन् त। अनि यो 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 बजारु हल्ला र सस्तो हल्ला, यसमा कुनै दम छैन। अहिले जस्तै विभिन्न पार्टीहरू
तराईमा पार्टी भनौँ अथवा जुन समाजवादी मोर्चा छ प्रस्थानको तिनीहरूले विभिन्न कार्यक्रमहरू गर्दैछ। अब यो तपाईँ तराई मधेस केन्द्रित दलहरू बिचको मोर्चा घोषणा गर्नुभयो, यो मोर्चाले तराई मधेसका हरेक जिल्लामा यस्ता कार्यक्रमहरू गर्ने योजना छ? पहिलो कुरा त के भनौँ भने यो मोर्चा कुनै समुदाय कुनै दल को विरुद्धमा गठित भएको मोर्चा होइन। मैले सुरुमै भने यसको आफ्नै चुनौती छन्, त्यो चुनौती यसले पार गर्नुपर्छ। यो कसैको विरुद्धमा लक्षित भएर यो गठन गरिएको होइन, न त सरकारको, न त नेपाली कङ्ग्रेस, न त एमाले, न त माओवादी अथवा समाजवादी मोर्चा, कसैको विरुद्धमा यो लक्षित चाहिँ छैन। पहिला कुरा त म प्रश्न पार्न चाहन्छु, सुरुदेखि हामीले प्रश्न गर्दै आएको पनि हो। अब रह्यो यसका आन्तरिक जुन मोडालिटी के छ, यसका केही आचार संहिताहरू पारित गरिएका छन्, स्वीकार गरिएका छन्। त्यो आचार संहिता अनुसार अध्यक्ष प्लस 2 जना अरू यो मोर्चामा सहभागी हुने त्यो आचार संहिता अनुसारको चाहिँ हामीले व्यवस्था गरेका छौँ। त्यो पहिले निर्माण हुन्छ अनि एउटा सचिवालय गठन हुन्छ। सचिवालयले समानान्तर रूपले दुईटा काम गर्छ, एउटा यसको राजनीतिक पक्षलाई, अर्को यसका कार्यक्रमिक पक्षहरूलाई, कार्यक्रमहरू कसरी अगाडि बढाउने भन्ने। त्यो एक किसिमले अहिले भन्ने भने हामी त्यसको प्रक्रियामै छौँ, अहिले टुङ्गो लागिसकेको छैन। यो मोर्चा घोषणामै सीमित हुँदैन। अनि घोषणा गर्नको लागि त सबको आफ्नो आफ्नो पार्टी छँदैछ, सबको आफ्नो आफ्नो अनुशासन छन्, सबको आफ्नो कार्यशैली छ। तर केही महत्त्वपूर्ण विषयमा हामी एक भएर अगाडि बढ्नको लागि त मोर्चा गठन गरेका हौँ। यो मोर्चा चाहिँ निष्क्रिय भएर बस्नको लागि त बसेको त होइन नि। जसै तपाईहरु घोषणा गर्नुभयो र घोषणा सभामै 30 नेताहरू तपाईहरुले पनि भन्नुभयो कि संघीय लोकतान्त्रिक गणतन्त्रप्रति दृढ रहन्छ, यसको विकल्पमा जान सक्दैन। तर अहिले राजावादीहरू चरणबद्ध रूपमा आन्दोलनहरू, प्रदर्शनहरू, सभाहरू गर्दैछन्, त्यसलाई कसरी हेर्नुहुन्छ? अरे लोकतन्त्रमा त्यो त्यतिसम्म त्यसै त लोकतन्त्र हो नि। राजतन्त्र भए त कहाँ त्यो पार्टीको कुनै उच्चारणै गर्न मिल्दैन थियो। राजावादीले पनि त्यतिसम्म त कमसेकम राहत पाएका छन् नि, लोकतन्त्रको चाहिँ लाभ त उठाइरहेछन् नि। सङ्गठित हुने भने सङ्गठित हुन्छन्, त्यसमा हाम्रो छ। तर हाम्रो प्रतिबद्धता सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै छैन, खतरामा छैन। यो बाहिरी होला, गणतन्त्र खतरामा। गणतन्त्र जनताले ल्याएको हुनाले जनता खतरामा हुँदै हुँदैन। जनता होइन, एउटा अंश देखिन्छ, त्यहाँ जान्छ। किनभने त्यत्रो लामो 250 वर्षको इतिहास छ राजतन्त्रको। कति परिवार जोडियो होला, कति परिवार लाभ उठायो होला, होइन, कति परिवारलाई दलहरूसँग चाहिँ लाभ भएन होला। अनि त्यो सबै एकत्रित हुँदाखेरि यो त कुनै ठुलो कुरो होइन। त्यसलाई हामीले धेरै गम्भीरतापूर्वक लिनुपर्ने अवस्था छैन। जनताले यो निष्कर्षमा पुगेका हुन्। राजालाई त यी दलहरूले मानेकै हुन्। संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्थाको संविधान त हामी सबैले स्वीकार गरेर अगाडि बढेकै हुन्। कहाँबाट त्यो भनौँ न अतिक्रमण भयो त? दलहरूले त अतिक्रमण गरेनन्। जहाँबाट अतिक्रमण भयो अनि त्यसपछि जनताले त्यो ढङ्गको आन्दोलन र त्यस ढङ्गको सङ्घर्ष गरेपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको। यो कुनै चन्दा पुरस्कार दान दातव्यमा आएको होइन, यो सङ्घर्षद्वारा नै प्राप्त भएको उपलब्धि हो। संवैधानिक राजतन्त्र सम्भव छ? अब छैन, किनभने संवैधानिक राजतन्त्र भनौँ 47 को संविधानदेखि त हामीले सबैले मानेर नै बसेकै हो नि। तर राजा नै संवैधानिक हुन चाहेनन्, उनलाई निरङ्कुशता रुचाए। दलहरूको चाहिँ भनौँ न अब एउटा उपस्थिति नै मन परेन भनेपछि अनि दलहरूलाई उनको उपस्थिति मन पराउनु पर्ने कारण पनि त भएन। भनेपछि यो राजावादीहरूको आन्दोलनले यो गणतन्त्रलाई खतरा छैन, तिनीहरू आफ्नो गर्दै छैन, बिल्कुलै छैन, बिल्कुलै छैन। अब त्यसै कुरा गरौँ, अब खास गरी नेपालको परराष्ट्र सम्बन्धमा अब हाम्रो प्रधानमन्त्री पी.पी. शर्मा ओली हाम्रो छिमेकी चीन भ्रमण गर्नुभयो। पहिला परम्परा थियो प्रधानमन्त्री हुने बित्तिकै भारत जानुपर्ने, तर पी.पी. ओलीले सम्ममा उताबाट निको आएको। म यो जवाब दिनुभन्दा अगाडि एउटा कुरा के गर्छु भने यो अहिलेको भनौँ न राजावादी आन्दोलनमा
राजा लोकप्रिय हुँदैनन्। त्यसकारणले उहाँहरूले के जोड्नु भएको छ भने धर्मलाई जोडेर अगाडि बढाउन खोजिराख्नु भएको छ। हिन्दू धर्मलाई, मलाई चाहिँ हिन्दू धर्मलाई जोखिममा परेको राजासँग जोडिएर नै जोखिममा परेको। देशमा बहुसंख्यक जनता सनातनी नै छ। समस्या कहाँ भने यो धर्मान्तरणको सम्बन्धी कानुनको अभावले गर्दा अथवा नरम कानुनले गर्दाखेरि एउटा समस्या समाजमा देखिएको छ। फेरि धर्म भनेको व्यक्तिको आफ्नो आस्थाको, त्यो आस्था कहिलेकाहीँ खण्डित हुन्छ अथवा आक्रोशित हुन्छ। त्यसले गर्दाखेरि त्यो धर्म जुन राजासँग जोडिन खोज्दैछ, त्यसले गर्दाखेरि यो हिन्दू धर्मलाई घायल पारिरहेको छ। तर एउटा विषय चाहिँ मैले के देखिरहेको छु भने आम जनतामा, मधेसमा, पहाडमा, सबै ठाउँमा नेपालभरि अधिकांश जनता हिन्दू धर्मावलम्बी हो, सनातनी हुन् भनौँ न। सनातनी 97 भनौँ न, अब सनातनलाई नै मानिआएका हो। त्यसलाई हामीले स्वीकार गर्नै पर्छ कि हाम्रो समाज सनातनी समाज हो, बहुसंख्यक त्यो हो। अनि राष्ट्र भनेको यस्तो हो नि, राष्ट्र पहिले त यो राष्ट्र र देशकै परिभाषाको विषयमा त्यो अलिकति गहन अध्ययनकै विषय हो। फेरि नेसन र स्टेट, कन्ट्री, यी तीनटा अलग अलग विषय हुन्। त्यो एउटा सानो एउटा चाहिँ उसमा इन्टरभ्यूमा गर्न सकिन्न। देश के हो, राष्ट्र के हो र राज्य के हो, हामी कहाँ घालमेल गरिदिएका छन् सबै। अनि बोलचालको भाषामा पनि यहाँका विद्वानहरूले पनि त्यसलाई घालमेल गरेर बनाइदिएका छन्। त्यो हामी कुरा गरौँला। तर के हो भने जनता सनातनीहरूको बहुसंख्यक जनता छन्, यसमा दुई मत छैन। यो हामीले स्वीकार गर्नै पर्छ, यसलाई अन्यथा लिन पनि हुन्न। तर यो फेरि भनौँ न हिन्दू हुँदाखेरि अथवा सनातनीको लागि राजा अनिवार्य भनेको, अनि हिन्दुस्तानका इन्डियाका चाहिँ हिन्दूहरू कहाँबाट राजा ल्याउनु फेरि त्यो बिचराहरू, होइन? अनिवार्य हो भनेको त होइन रहेछ, त्यो त उसको आस्थाको विषय हो। आफ्नो चाहिँ सनातन उसले धर्म अपनाएको छ। तर यो जोडेर हिन्दूलाई अलिकति अप्ठ्यारो भइरहेछ। अब र तपाईँको जुन पछिल्लो प्रश्न हो, मलाई के लागिरहेछ भने यो कतिपय पटक भए पनि छ कि अधिकांश भारततिरै पहिले भ्रमण हुने गर्छ, परम्परा थियो। तर एक दुईजना पहिले पनि प्रधानमन्त्रीहरू चीनतिर पहिले या अर्को देशतिर जानुभयो। त्यो मलाई लाग्दैन कि भारतले यसलाई सिरियसली लिन्छ। अरू देशले सिरियसली लिन्छ भन्ने कुरो होइन, त्यो हाम्रो आफ्नो एउटा शैली हो। चाहिँ सम्बन्ध नेपाल भारत सम्बन्ध कुनै राजा महाराजाले बनाएको सम्बन्ध होइन, कुनै प्रधानमन्त्री मन्त्री संसदले बनाएको पनि सम्बन्ध होइन। यो आम जनताले निर्माण गरेको सम्बन्ध हो। उदाहरण म दिन्छु, अहिले महाकुम्भमा नुहाउन जानेहरूले नेपाल सरकारसँग पर्मिसन लिनु परेको थिएन, या पशुपति दर्शन गर्न आउने भारतीयहरूले अथवा यहाँका धार्मिक स्थलमा आउनेले पनि भारत सरकारसँग पर्मिसन लिनु पर्दैन। त्यो सम्बन्ध जनताले निर्माण गरेको हुनाले अरूले त यसलाई अप्ठ्यारोमा मात्रै पार्छन्, जनताको बिचमा अप्ठ्यारोमा छैन। जसले सञ्चालन गर्छ उसले अप्ठ्यारो कहिलेकाहीँ यसो कतातिर गइदिन्छ, कहिले कतातिर गइन्छ। मूल हाम्रो सम्बन्धको आधार के हो भने हाम्रो भूमिलाई कुनै पनि मित्र राष्ट्रको विरुद्ध, अझ छिमेकीहरूको विरुद्धमा हामी प्रयोग गर्न दिँदैनौँ। हाम्रा छिमेकीहरूको सुरक्षा संवेदनशीलतालाई हामीले बुझेर त्यही अनुसारले व्यवहार गर्नुपर्छ। त्यसमा तलमाथि भयो भने सम्बन्ध तलमाथि हुन्छ। होइन, मलाई के लाग्छ भने अब अलिक बडबोलापनको शिकार भयो हाम्रो चाहिँ परराष्ट्र सम्बन्ध। अलिक आवश्यकताभन्दा बढी बोल्न थाल्ने, टिका टिप्पणी गर्न थाल्ने, अलिक बढी नै हल्का ढङ्गले पनि सञ्चालन हुँदाखेरि अप्ठ्याराहरू देखा पर्छ। अब निम्तो कुनै ठुलो कुरो होइन, निम्तो त अब हिजो आएन भोलि आउन सक्छ, कुनै ठुलो कुरो होइन। त्यो चाहिँ भेट त भइरहेको हुन्छ नि, आखिरमा दुईटै प्रधानमन्त्रीको भेट त पटक पटक भएकै छ नि। संयुक्त राष्ट्रसङ्घमा पनि भयो, बिमस्टेकमा पनि भयो। संवादै समाप्त भएको, संवादहीनताको अवस्था त होइन नि।
सम्पाद त भइरहेछ। जसरी प्रधानमन्त्री चीन जाँदा त्यहाँ बिआई सम्झौता भयो, तपाईँहरू कतिपयले यसलाई एउटा ऋणदाल पनि भनिन्छ। अनि यस्तो छ कि अब उहाँहरूले आफ्नो प्रतिबद्धता के व्यक्त गर्नुभएको थियो भने हामी ऋण लिँदैनौँ, अनुदान मात्रै लिन्छौँ भनेर यहाँ चाहिँ उहाँहरूले सार्वजनिक रूपले नै प्रधानमन्त्री परराष्ट्र मन्त्री जो सरकारका निकायले सधैँ भन्ने गर्थ्यो, अझ जोडदार ढङ्गले भन्ने गर्थ्यो, तर सम्झौतामा त्यो देखिएन, अनुदान देखिएन। अनि सहयोग भनेको त्यो अब त्यो अनुदान भनौँ चाहिने सरकारले अनुदानको लागि तयार भएन भनेर बुझिन्छ नि त्यो त। अनि बिचको कुनै शब्द खोजौँ, हेर्दाखेरि दुई अर्थी, हेर्दाखेरि दुई अर्थी, तर अनुदान चाहिँ होइन भन्ने भाव पनि प्रकट हुने हिसाबले उहाँहरू खोज्नुभयो। त्यस कारण त्यो विषय भनेको आम नेपाली जनतासँग सरकारले गरेको प्रतिबद्धता, हामी अनुदान मात्रै दिन्छौँ, ऋण लिँदैनौँ, त्यसको बर्खिलाप भयो भन्ने आम चेतना छ, आम चेतना छ। हामी आमभन्दा माथि थोरै छौँ। अब हामी लगभग अन्त्यतिर छौँ। तपाईँको खास गरी व्यक्तिगत राजनीतिक अब तपाईँ त्यत्रो लामो अनुभवी राजनीतिक अनि अहिलेकै राजनीतिक नेतृत्वहरूमध्ये तपाईँ त्यहाँ अनुभवी निकै अनुभवी राजनीतिक हुनुहुन्छ। तपाईँ पछिल्लो चुनावमा जसरी एकजना उठ्यो विद्यार्थीसँग नेपालले सबभन्दा राजनीतिसँग चुनाव गर्नुभयो र पराजय घोषणा गर्नुभयो, के भन्नुहुन्छ? कसरी तपाईँ अब त्यो दिन होइन, यसलाई मैले कुनै अनौठो मानेको छैन होइन। अब उहाँ एउटा मोर्चाको उम्मेदवार हुनुहुन्थ्यो, गठबन्धनको उम्मेदवार हुनुहुन्थ्यो, उहाँलाई सपोर्ट गर्ने तत्कालीन गठबन्धनमा नेपाली कङ्ग्रेसको उम्मेदवारै हुनुभयो, माओवादी, एकीकृत समाजवादी, लोसपा, अझ जसपा सबैले नै उहाँलाई सपोर्ट गरेको हुनाले र आफै पनि उहाँ धनमा अब नेपालकै सबभन्दा धनी हुँदै हो, यसमा दुई मत छैन। विश्वको धनीमा पनि एकमात्र नेपाली पर्नु भएको छ, त्यसको लागि पनि हामीले खुसी नै व्यक्त, कमसेकम एउटा नेपाली सब विश्व धनीको लिस्टमा परेको। तथा यदि यो कुरा अलग हो कि नेपालमा कर तिर्नेमा उहाँ चाहिँ 40 मध्ये एउटा पर्नुहुन्छ होला, पहिलो पर्नुहुन्न, पहिले त विजय शाह लगायतकाहरूको नाम आउँछ। अनि हाम्रो कर प्रणाली, हाम्रो कर तिर्नेमा पनि त्यो आफ्नो ठाउँमा छ। त्यस कारण मैले यसलाई जनताको जे निर्णय हो त्यसलाई म त सहजै स्वीकार गर्नुपर्छ र गरेको छु। अनि यसो हो 84 हुनुभन्दा मैले सुरुमै भने अहिलेको जुन राजनीतिक समस्या हो यथास्थितिमा गयो भने समाधान देशलाई दिने खालको छैन है। किनभने यस्तै फेरि प्रवृत्तिहरू आउँछन्, यस्तै समस्याहरू आइरहन्छन्। यो समस्यालाई लम्ब्याउनु बाहेक अरू केही हुँदैन हो। त्यो अहिले जटिलतामा देश फँसेको छ। अनि 84मा होस् भनेर मेरो कामना हो, होइन होस् भनेर त कामना हो, तर यही यथास्थितिमा भयो भने त्यो 84को चुनावले पनि समाधान दिँदैन भन्ने मेरो भनाइ हो। अब तपाईँ तयारी के छ तपाईको आगामी चुनावको लागि? होइन, चुनाव मात्रै मैले भने सुरुमै मैले एउटा कुरा भनेको थिएँ कि मधेसको समक्ष सबभन्दा ठुलो चुनौती दुईटा छ। एउटा सामाजिक रूपले, भावनात्मक रूपले एक हुने, भौगोलिक रूपले जुन बाँडिएको छ त्यसलाई पनि एकाकार कसरी गराउने, दुईटा चुनौती। यो मोर्चाको चुनौती भने हाम्रै चुनौती हो त्यो चाहिँ। तेस्रो जुन जनतामा जुन भाष्य तयार भएको छ पार्टीहरूप्रति, नेताहरूप्रति, त्यसलाई चाहिँ त्यो भाष्यलाई फेरि रूपान्तरण गरेर फेरि विश्वासको वातावरण कसरी निर्माण गर्ने। चुनाव त तफसिलको कुरो हो, चुनाव त कर्मकाण्डी कुरो हो, हरेक 5-5 वर्षमा हुने चिज हो, कुनै अनौठो होइन त्यो चाहिँ होइन। मै पनि अब जनताले मलाई त्यही मेरै निर्वाचन क्षेत्रका जनताले मलाई 5 पटक त जिताएकै हो नि, त्यो त म सधैँ आभारी रहन्छु त होइन। 5 पटक हो, फेरि म विभिन्न पदमा पनि गएँ, मन्त्री भए पनि भएँ, तर मलाई आफ्नो सन्तोष के छ भने, गर्व पनि के छ भने मैले कुनै यस्तो काम गरिनँ कि कलमको भारी मैले बोकिनँ। जुन भ्रष्टाचार लगायतका कुराहरू जुन भयो, जबकि मैले महत्त्वपूर्ण मन्त्रालयहरू नै सम्हालेको थिएँ जहाँबाट चाहिँ चोखो भएर निस्किने मान्छे कमै होला, त्यो शुद्धता भएर निस्किने मान्छे पनि कमै होला। कमसेकम त्यति त मैले मेरो निर्वाचन क्षेत्रको जनताको शिर निहुरो नदिइनँ कि उनले मत दिएको प्रतिनिधिले यस्तो कुनै काम गरेन जसले गर्दा उहाँहरूलाई कलङ्कित हुन परोस्, कलमको टीका लगाउन परोस्, उहाँहरूलाई शिर निहुराउन परोस्। हामी त गलत प्रतिनिधि चुनेका छौँ, यो त भ्रष्ट भयो 1 नम्बर, यसलाई त यो मुद्दा भ्रष्टाचारको केस छ, यो हो भने त्यो चाहिँ
त्यो त्यसैमा पनि मेरो चाहिँ जनतासँगको त्यो एउटा प्रतिबद्धता पनि थियो, त्यसलाई मैले पालन पनि गरेँ। तर त्योभन्दा पनि मैले जुन सुरुमै भने त्यो चुनौती सबभन्दा महत्त्वपूर्ण छ। अहिलेको जनप्रतिनिधिले तपाईँको ठाउँमा जित्नुभएका उहाँप्रति जनताको के देख्नुहुन्छ? प्रायः क्षेत्रमा होइन, अब जनता त यस्तो छ, जनताको कुनै खास विरोध पनि छैन, समर्थन पनि छैन, त्यस्तो कुनै खास मैले त्यो दृष्टिकोणले मैले हेरेको पनि छैन उहाँलाई। किनभने उहाँ एउटा राजनीतिक व्यक्ति भए मैले राजनीतिक रूपले हेर्थेँ। उहाँ व्यावसायिक मान्छे हो, राजनीति पनि एउटा व्यवसायको रूपमा हेर्नु भएको छ। विभिन्न उद्योग धन्दा लगायत अनि यो पनि एउटा धन्दा हो भनेर उहाँले सोच्नु भएको छ। अनि यो धन्दामा अब मैले कुनै टिका टिप्पणी, राजनीतिक मान्छे भए पो राजनीतिक टिका टिप्पणी गर्ने भनेर, म राजनीतिक भएँ, व्यावसायिक होइन, उहाँ व्यावसायिक हो, राजनीतिक होइन, अनि टिका टिप्पणी गर्ने ठाउँै छैन। अब जाँदा यो गठबन्धन, यो मोर्चा खासगरी चुनावसम्म, फेरि चुनावको कुरा नगर्नुहोस् न, चुनाव त तपसिलको कुरो भन्दैछु म। देशको समस्या समाधान गर्न, तराई मधेसको समस्या समाधान गर्न, मधेसी जनताको आकांक्षा पूरा गर्न, थारू मधेसी गर्न यो मोर्चा सफल हुनै पर्छ र सफलतातर्फ अगाडि बढ्नै पर्छ। यही हो चुनौती। त्यसको लागि तपाईहरु संसदमा पुग्नु पर्यो। जरुरी छैन संसद, त्यो चुनाव भएन, संसद हो। त्योभन्दा अगाडि हामी जो संसदमा छन्, संसदमा काम गर्छन्, यही भावनालाई उहाँहरूले पनि मुखरित गर्नुहुन्छ। जो बाहिर छौँ हामी बाहिरबाट गर्छौँ, जनतामा गएर काम गर्नुपर्छ। तर मूल चुनौती त्यो हो, हामी त्यसबाट चाहिँ डाइभर्ट हुने, बहकिने काम गर्नुहुन्न भन्ने नै मेरो भनाइ हो। विगतमा तपाईहरुबाट जुन किसिमका कमजोर भयो, जनतामा गएर तपाईहरु क्षमा माग्नै पर्छ। त्यो जति गल्ती गरिया छ त्यसको क्षमा नमागिकन त हुँदैन। गल्ती त भएको छ, असंख्य गल्ती भएको छ। कुनै पनि नेपाल मधेसी पार्टी, मधेस केन्द्रित पार्टी सैद्धान्तिक विभाजन एउटा पनि भएको छैन। सिद्धान्तमा फरक परेर विभाजन भएको भने सब स्वार्थपूर्ण अवसरवादी विभाजन हो। त्यो सबभन्दा ठुलो गल्ती त त्यही हो। त्यसको लागि त क्षमा माग्नु पर्छ। तपाई आफै जुनबाट म लोसपामा कहिले पनि गइन, राजपामा पनि गइन। किनभने म मोर्चासम्म थिएँ, तमुलोपासम्म थिएँ। जुन ढङ्गको एकीकरण हुन गयो त्यससँग म अहिले यो परिपक्व भएको छैन र यो टिक्दैन भनेर मैले भनेको थिएँ र टिकेन। उहाँहरू टिकाउन सक्नु भएन। त्यसकारण म त्यसमा सरिकै हुने, म अलग भए, म ड्यामेज गरिन। अब जाँदाखेरि जस्तै अब मधेसवाणी प्रकाशनको 20 वर्ष पार गरी 21 वर्षमा प्रवेश गर्दैछ, के भन्नुहुन्छ? म सबभन्दा पहिले म हार्दिक शुभकामना दिन चाहन्छु। उत्तर प्रगतिको कामना गर्न चाहन्छु। यो मधेस, तराई मधेसको जनताको जो उत्पीडित छन्, जो संस्थागत भेदभावका शिकार छन्, तिनको आवाज उठाउनमा विभिन्न कठिनाई चुनौती झेल्दै यो मधेसवाणीले जुन अगाडि बढेको छ, यसको म उच्च सम्मान गर्दै म सफलताको कामना गर्दछु। हस्, हाम्रो कार्यक्रममा समय दिनुभएकोमा धेरै धन्यवाद। धन्यवाद। उहाँ हुनुहुन्थ्यो जनता प्रगतिशील पार्टी नेपालका केन्द्रीय अध्यक्ष हृदय त्रिपाठी।